यादहरू आउन थाल्यो साथ फ्यामिली भएको भए यस्तो हुन्थ्यो भन्ने चाहिँ आफूलाई फिल भयो अब अहिलेसम्म फ्यामिली नहुँदाखेरि चाहिँ अब कस्तो महसुस भयो भने फ्यामिली भइदिएको भए यस्तो हुन्थ्यो होला माया दिनुहुन्थ्यो होला अब लिएर जानुहुन्थ्यो होला कतै होइन घुम्नलाई यताउति लान पनि सबैजनाको फ्यामिली देख्दाखेरि सबैजना साथीभाइहरू आफ्नो फ्यामिलीसँग बोल्दाखेरि आफ्नो पनि भइदिएको भए म पनि बोल्न पाउँथेँ कि आफ्नो फ्यामिलीसँग हुन पाउँथेँ कि भन्ने त्यस्तो महसुस हुन्थ्यो अनि पछि चाहिँ अनि फ्यामिली अब त्यस्तो नभेट्दाखेरि पनि मैले चाहिँ जसरी नै फ्यामिली खोज्नुपर्छ भन्ने मलाई जब मलाई महसुस भयो तब चाहिँ म तपाईँ कहाँ आएँ तपाईँको भिडियोहरू हेरेर मलाई त्यसपछि केही आशा अहिले चाहिँ आयो मलाई चाहिँ त्यतिखेर त मेरो आशा नै मरिसकेको थियो म फ्यामिली भेट्दिनँ भनेर धेरै ठाउँमा खोजियो पत्रिकामा पनि छापियो तर पनि कतैबाट रिप्लाईहरू केही पनि आएन त्यसपछि